भ्लग बनाएको हो के त्यही भएर बनाउन किन चाहियो किन बनाउनु पर्यो नबनाउ है मेरो साइकलको चेनै फुट्यो पसलमा ल्याएर बनाइमा आएछु त्यता अहिले बनाइदिँदै हुन्छ अनि मेरो हात थर काम राख्यो है त्यही पनि मैले आर्ट गरेर बनाएँ के हेलो गाइज वेलकम ब्याक टु माई च्यानल इट्स मी विनुता राई आज चाहिँ म होइन गेट रेडी विथ मी भनाउँछ होइन किनकि म चाहिँ बजार जान लागेको आज तरकारीहरू किन्नको लागि यही बुदा भन्ने ठाउँमा चाहिँ आज बजार लागेको छ कि होइन अनि त्यही भएर म चाहिँ बजार जान लागेको रेडी भएर भेट्छु हजुरहरूलाई कस्तो देखिरहेको छ मलाई अब म चाहिँ अघि नै तयार भइसकेँ होइन म चाहिँ हिँड्नुपर्ने हुन्छ होइन यो चुरा चाहिँ एकदम साउन हो नि त अहिले अनि साउनमा स्पेसली हरियो चुराहरू लाउनुपर्छ है त्यही भएर आज चाहिँ म हरियाली भएर हिँडेको ए म अब एकछिनमा भेट्छु हजुरहरूसँग ओके म हिँड्नुपर्ने हुन्छ नि त अब लेट हुन लागिसक्यो ओके हेलो साथीहरू म चाहिँ मेरो साइकल लिएर हिँडिसकेँ होइन बजारतिर साथीहरू खोजेको कोही साथीहरू नभ्याउने रे अब के गर्नु होइन जानै पर्ने हुन्छ म हजुरहरूलाई मेरो हाम्रो गाउँको बजार पनि देखाउँछु हाम्रो गाउँ त नभनौँ यो अरूकै गाउँ हो हाम्रो गाउँमा चाहिँ हिजो लागेको थियो अनि हिजो चाहिँ म जानु भ्याइनँ अनि त्यही भएर आज चाहिँ उता अरूको गाउँको बजार जानु लागेको यो चाहिँ अलिक टाढा अनि त्यही भएर म चाहिँ हिँडिरहेको छु होइन हिँडिरहेको छु एक्लै जङ्गल छ यतातिर राम्रो छ यतातिरको भ्यू हेर्न सक्नुहुन्छ होइन यताको भ्यू चाहिँ एकदम राम्रो छ क्या अनि मलाई जङ्गलमा हिँड्दाखेरि चाहिँ कस्तो दामी लाग्छ क्या यो फ्रेस टाइपको फिल हुन्छ है मलाई अब म हजुरहरूलाई बजार पुगेर देखाउँछु होइन अब एकछिनमा मेन रोड आइपुग्छ अनि मेन रोडमा अब यस्तो भिडियोहरू बनाएर हिँड्न अलिक डर हुन्छ नि त त्यही भएर म हजुरहरूलाई बजार पुगेर देखाउँछु ओके बसिरहनु होला पर्खिरहनु होला हाम्रो बजार कस्तो लाग्दो रहेछ भनेर ओके हेलो साथीहरू म चाहिँ बजार आइपुगिसकेँ होइन म चाहिँ हाम्रो गाउँको बजार आइपुगिसकेँ अनि हाम्रो बजार चाहिँ यतातिर लाग्छ कि हाम्रो बजार चाहिँ यतातिर लाग्छ होइन यहाँबाट छिर्नुपर्छ भित्र कति ठुलो लाग्छ कि यहाँ पनि बजार तर भर्खर लागिरह होला म भर्खर आइपुगेको अङ्कल काँक्रा कसरी हो 100 मा कति नबनाउनु होइन म भ्लग बनाएको हो कि त्यही भएर बनाउन किन चाहियो किन बनाउनु पर्यो नबनाउने भयो नबनाउनु भन्नु म भ्लग मात्रै बनाएको थिएँ त्यही भएर हो त्यही त होइन भिडियोको बनाउँदा के हुन्छ र होइन उनीहरू कराउनु भयो कि किन बनाएको भनेर यतिकै भ्लग बनाएको हो कि अनि कराउनु भयो कि किन बनाउनु भयो भनेर हुन्छ करेला कसरी हो र दाइ करेला 30 रुपैयाँ पाउ आधा किलो लिए पनि पता कति भयो 80 रुपियाँ हुन्छ हाम्रो अङ्कल हाम्रो प्यारो तरकारी बेच्ने अङ्कल ताजा ताजा एकदम राम्रो छ ताजा ताजा सबै तरकारीहरू पाइन्छ यहाँनिर लौका पनि एकदम सस्तो राम्रो लौका मैले चाहिँ लगभग सपिङ सकेँ होइन मेरो झोला चाहिँ भरिसक्यो अनि मैले चाहिँ मेरो बाटोमा मेरो माइला बुवालाई पनि भेटिसकेँ माइला बुवा चाहिँ तरकारीहरू किन्दै हुनुहुन्छ यहाँ लसुन किन्दै हुनुहुन्छ हाम्रो माइला बुवा
हुन्छ अनि म चाहिँ सबै तरकारीहरू किनिसकेँ होइन अनि म चाहिँ यहाँ फुल्की खानाको या हाम्रो प्यारो प्यारो अङ्कलहरूले फुल्की बनाउँदै हुनुहुन्छ अनि म चाहिँ अब खानु बसेको अनि मैले चाहिँ अर्डर दिइसकेँ हाफ प्लेट अनि फुल प्लेट खान सकेन त्यही भएर हाफ प्लेट खाने अनि खाएर घरतिर जाने मेरो फुल्की चाहिँ आइसक्यो यस्तो मिठो थियो अघि अस्ति नै मैले खाएको थिएँ मिठो लागेको थियो मलाई एकदम तातो हो क्या खानै सकिँदैन थप्न पर्छ भने थप्नु होला नुन पिरो अमिलो मिठो र पिरो भएर तातो भएर खानु नपर्ने भुताको बजारमा चाहिँ अङ्कलहरूको ठेला चाहिँ ठ्याक्कै अगाडि हो यो बाटोकै ठ्याक्कै अगाडि होइन यहाँ चाहिँ मिठो मिठो फुल्की पाउँछ हजुरहरू खानु होला यो चाहिँ के हो र ए चाट फुल्की पाउँछ आएर खाइदिनु होला फाइनली मैले सपिङ पनि मैले तरकारी नि किनि भएँ होइन अनि त्यही भएर मैले तरकारी चाहिँ मैले बुवालाई पठाएको छु अब म चाहिँ साइकलमा जान्छु जानुभन्दा अगाडि फेरि रिफ्रेस हुनलाई म उखुको जुस खान्छु किनकि अब फुल्की खाएर जानु पऱ्यो ताते खायो नि त त्यही भएर त्यसलाई सिलाउनु चाहिँ म साथीहरू मेरो बेइज्जत भइसक्यो होइन मेरो साइकलको चेन चाहिँ अस्ति नैबाट लुज भएको थियो क्या अनि बनाउनु पर्ने थियो मैले फेरि चलिहाल्छ नि भनेर बनाएन है मेरो साइकलको चेनै फुत्कियो है उहाँ मैले चाहिँ बाइक पसलमा ल्याएर बनाइमागेछु त्यो दाइले बनाइदिँदै हुनुहुन्छ बाबारे अब साइकलै बनाउनु भने नि आज मैले पैसा नि ल्याएन धेरै ल्याएको पनि सकिसक्यो बेइज्जत लगाइराखेर मलाई त्यो दाइले बनाइसकेपछि अब लिएर जानुपर्ने होला सिट फुगाल्नुपर्छ यहाँ दाइले चाहिँ मेरो चेन बनाइदिइसक्नुभयो बाबाले हो आज म बजार आएदेखि नै मलाई पनौती लगाइरहेछ यो सब चाहिँ यहाँ छ यो ठ्याक्कै चोकैनिर हो यो चाहिँ होइन अनि यहाँ छ म यहीँ छु यहीँ हो मेन रोड ठ्याक्कै मेन रोडको यतैपट्टि छ क्या यो पसल चाहिँ यहाँनिरको दाइहरूले मलाई सहयोग गर्दै हुनुहुन्छ अब हेरौँ कतिखेर बन्छ अनि जाने ढिलो हुन्छ यार 4:30 भइसक्यो हेलो गाइज म चाहिँ फर्किसकेँ होइन घरतिर अनि ठ्याक्कै हेर्नु न हाम्रो गाउँतिर जाने बाटोमा ठ्याक्कै मन्दिर छ कि एउटा क्या यहाँ हेर्नु सक्नुहुन्छ होइन ठ्याक्क पोखरी छ अनि पोखरीमा ठ्याक्क मन्दिर छ म चाहिँ फाइनली मेरो साइकल बनेर म चाहिँ घरतिर जाँदैछु अब कुद्दै जानुपर्ने हुन्छ किनकि अब 5 बज्न लागिसक्यो होइन यार मेरो साइकल बिग्रेर कस्तो बेइज्जत फिल लागिरहेको थियो यार मलाई अनि त्यो पनि त्यहाँको दाइले बनाइदिनु भयो होइन त्यो दाइको चाहिँ रहेछ खासमा बाइकको ग्यारेज रहेछ अनि त्यहीँनिर सोधेँ अनि बनाइदिन्छु भन्नुभयो अनि बनाइदिनु भयो अनि मेरो साइकल चाहिँ बनेर म घरतिर लाग्दैछु है हे बाबारी हो म गाउँ जाने बाटो चाहिँ के घर जाने बाटो चाहिँ कस्तो राम्रो छ हेर्नु न हरियाली होइन बिचमा यस्तो होइन कि साथीहरू है म त होइन कसरी भ्लग बनाउनु भइरहेको थियो नि त बजारमा होइन अनि कस्तो बोल्न नि लाज लागेर थियो मेरो हात थरथर कामिरहेको थियो कि होइन अनि मेरो हात थरथर कामिरहेको थियो त्यही पनि मैले आर्ट गरेर बनाएँ कि होइन बनाउँ न खालि कसरी घरमा मात्रै बनाउने होइन हामी बाहिर पनि गएर बनाउनु पर्छ एकदिन भनेर आर्ट गरेर भ्लग बनाएर सुरुमा बोले होइन बाहिर बनाउँदै गएको है भित्र एकछिन लाज लाग्यो फेरि अफ गरेँ होइन अनि फेरि एकछिन तरकारी बजारमा गएर के हुँदैन होला भनेर भिडियो बनाउँछु त यार त्यो अङ्कलले त डाइरेक्टली मलाई भिडियो बनाएको भन्नुभयो हुन त हो मैले नि पर्मिसन त लिनुपर्ने थियो होइन मैले पर्मिसन त लिनुपर्छ किनकि जो पाएँ त्यहीको भिडियो बनाउनु पनि त राम्रो होइन नि त होइन त्यो
सबैलाई राम्रो लाग्दैन, कसैलाई राम्रो लाग्छ, कसैलाई राम्रो लाग्दैन होइन। त्यही पनि उहाँले चाहिँ कस्तो भन्नुभयो भने मलाई चाहिँ त्यति कुरा भन्नुभयो। अनि मैले भने नि भिडियो बनाउनु हुन्न थियो भनेर मैले त्यस्तै खालको प्रश्न गरेको थिएँ होइन। अनि त्यस पछाडि उहाँले चाहिँ के भन्नुभयो भने डाइरेक्ट किन बनाउनु पऱ्यो भिडियो, किन बनाउनु पऱ्यो भन्नुभयो क्या होइन। अनि मैले भने होइन अङ्कल मैले भ्लग बनाएको, यत्तिकै भ्लग बनाएको मैले, त्यस्तो केही नराम्रो होइन, मैले यत्तिकै भ्लग बनाएको थिएँ, ठिकै छ नि त हजुरलाई नराम्रो लाग्यो भने भनेर मैले अनि फेरि बन्द गरिदिएँ। अनि त्यहाँदेखि चाहिँ म हरेक पसलमा जाँदाखेरि चाहिँ मतलब हरेक तरकारी सपमा जाँदाखेरि चाहिँ अनि मैले सुरुमा पर्मिसन मागेँ कि अङ्कल के म भिडियो बनाउन मिल्छ होला योमा भनेर सोधेँ होइन सबैलाई। अनि सबैले एकदम खुसीका साथ बनाऊ केही हुँदैन भन्नुभयो। अनि म चाहिँ भिडियो बनाउँदै अनि सबै यसो चिने के अरे अब यसो भिडियो बनाउँदै हिँड्दै गरेँ होइन। सोधेँ सुरुमा मिल्छ कि नाइ भन्नुभयो। अनि सबैले त्यो अङ्कल बाइक अरू सबैले हुन्छ बनाऊ भन्नुभयो, त्यही भएर मैले बनाएँ। अनि के साथीहरू होइन म हजुरहरूलाई अर्को कुरा नि भन्न चाहन्छु कि यो चाहिँ होइन हाम्रो गाउँको ठ्याक्कै यहाँ भगवान हुन्छ कि ठ्याक्कै यो चाहिँ हाम्रो घरदेखि भित्र जाने बाटो होइन। यहाँनिर चाहिँ हेर्नु सक्नुहुन्छ पानीहरू छ है। यसमा भोलि पर्सि माछा हुन्छ कि माछा मान्छेहरूले कति धेरै माछा मार्नुहुन्छ कि यसमा होइन। उतानिर उता पनि छ होइन, यो यसमै माछा मार्नुहुन्छ कि मान्छेहरूले कति धेरै। म छक्क पर्छु कि यस्तोमा धरि माछा हुन्छ यार, म थाहा नै थिएन पहिला। अहिले चाहिँ रोडमा म मात्रै हो कि, कोही पनि छैनन् होइन रोडमा। अनि भएको पनि मान्छेहरू अगाडि गइसक्यो, कोही पछाडि छन् बाख्रा चराउँदै होइन। म चाहिँ एक्लै छु होइन, हेर्नु सक्नुहुन्छ जङ्गल कस्तो दामी छ। गर्मी कति धेरै हो कि, गर्मीले मार्यो। ए जङ्गलमा त कराइ नि केही हुँदैन है, कसले के भन्छ र होइन। ए बाबा रे हो गर्मी गर्मी, म त गर्मीले सक्दिनँ यार। यो यस्तो तराईहरूमा त यार कति धेरै गर्मी के बाबा रे हो, हावा नि नचल्ने है, गर्मी जस्तै। यस्तो यस्तो रोडमा हिँड्दाखेरि नि कस्तो तातो तातो हावा खेल्छ कि यो बाटोमा पनि होइन। पानी पऱ्यो भने त शीतल हुन्छ, पानी नपर्दा चाहिँ तातो तातो गर्मी फिल हुन्छ गर्मी। यतातिर चाहिँ पुरै जङ्गल छ होइन। अब चाहिँ हाम्रो गाउँ छिर्न लागिसक्यो, हेर्न सक्नुहुन्छ हाम्रो गाउँ चाहिँ ठ्याक्कै इन्ट्री भएँ म। ए बाबा रे, यहाँदेखि त्यो बजार पुग्नलाई साइकलमा लगभग आधी घन्टाभन्दा अलिक बढी लाग्ने रहेछ। अनि त्यस पछाडि बजारदेखि घर आउन नि त्यति त टाइम हुने होइन। यहाँ चाहिँ बजार, यहाँ चाहिँ हाम्रो गाउँ हो। हाम्रो घर चाहिँ यसरी जङ्गल ठ्याक्क त्यो भएपछि ठ्याक्कै हाम्रो गाउँ आइपुग्छ। एकदम राम्रो छ हाम्रो गाउँ पनि, हरियाली छ, ठुल्ठुलो आँपको बोटहरू छन् यतातिर, राम्रो छ हाम्रो गाउँ पनि। के टिपेको हेलो साथीहरू, म चाहिँ बल्ल बल्ल घरमा आइपुगिसकेँ होइन। गर्मी लाग्यो अब म बिसाउँछु एकछिन। उफ कति धेरै गर्मी थियो कि आज त, ए बाबा रे हो। त्यही भएर म चाहिँ घर आइपुगिसकेँ है।